आज विक्रमसम्म 2082 साल जेठ 22 गते ब्रेकिङ न्यूज खबरमा सम्पूर्ण श्रोताबिनहरूलाई स्वागत गर्दै आज माधव नेपाल विरुद्ध 18 करोड 58 लाख बिगो दाबी 93 जना विरुद्ध भ्रष्टाचार मुद्दा भन्ने शीर्षकमा एउटा समाचार आएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल सहित 93 जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ। नेपाल विरुद्ध 18 करोड 58 लाख 50 हजार रुपियाँ बिगो जरिवाना र सजाय माग दाबी सहित भ्रष्टाचार मुद्दा दायर गरेको छ। अन्यको हकमा पनि बिगो रकम फरक छ। हदबन्दीबाट बढी जग्गा खरिद बिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि लागेको छ। भ्रष्टाचार मुद्दा दायर भएपछि नेपालको संसद पद स्वतः निलम्बनमा परेको छ। आरोप के हो? पतञ्जलि योग किटले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो। तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गापछि मन्त्री परिषदको निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो। भूमि सम्बन्धी ऐन 2021 मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधा व्यवस्था छ। तर त्यसरी सुविधामा खरिद गरेको जग्गा बिक्री पनि गर्न पाइने छैन। हदबन्दी छुटमा पाएको जग्गा सरकारले नै बिक्री गर्न अनुमति दिएपछि प्रश्न उठेको थियो। भारतको पतञ्जलि योगपीठले काभ्रेमा आयुर्वेद शिक्षालयदेखि अस्पताल र जडीबुटी फार्म सञ्चालन गर्न 2064 सालमा कम्पनी दर्ता गरेको थियो। हदबन्दीभित्रको जग्गाले नपुग्ने भएपछि उसले सरकारलाई हदबन्दी छुटमा जग्गा राख्ने अनुमति दिन आग्रह गरेको थियो। 18 माघ 2066 मा माधव कुमार नेपाल नेतृत्वको मन्त्री परिषदले पतञ्जलिलाई काभ्रेमा 815 रोपनि जग्गा किन्न छुट दिएको थियो। त्यति बेला पतञ्जलिले करिब 600 रोपनि जग्गा किनेको थियो। कतिपय जग्गा त्यसभन्दा अघि नै खरिद भएको थियो। जग्गा किनेको केही महिनामै उसले जग्गा बेच्ने निर्णय गर्यो। कानून हदबन्दी छुटको जग्गा बेच्न मिल्दैन। कम्पनी विघटन हुँदा सहुलियतको जग्गा स्वतः सरकारीकरण हुने कानूनी व्यवस्था छ। तर 2066 सालमा तत्कालीन सरकारले जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेको थियो। नेपालको इतिहासमा पहिलो पटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो। त्यस्तै मन्त्री परिषदको निर्णयमाथि भ्रष्टाचार विरुद्धको मुद्दा चलेको पहिलो पटक हो। त्यस्तै बीबीसी लेख्छ, पूर्व प्रधानमन्त्री माधव नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा माग दाबी यस्तो छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हदबन्दी छुट जग्गा बेचबिखन सट्टापट्टा गर्न दिने तत्कालीन सरकारको निर्णयमा जिम्मेवार भएको दाबी गर्दै पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल सहितका अधिकारी विरुद्ध मुद्दा दर्ता गराएको छ। पतञ्जलि जग्गा प्रकरण के हो? पतञ्जलिले 2066 सालमा उद्योग जडीबुटी सम्वर्धन योगशाला अस्पताल सहितका संरचना निर्माण गर्नका लागि हदबन्दी छुटमा उक्त जग्गा खरिद गरेको थियो। अख्तियारले पतञ्जलि योग किट तथा आयुर्वेद कम्पनी नेपालले काभ्रेको नासिका स्थान साङ्गा महेन्द्र ज्योतिमा कम्पनी सञ्चालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको अभियोग पत्रमा उल्लेख गरेको छ। पतञ्जलिले किनेको 554 रोपनि 5 आना 1 पैसा जग्गा भूमि सम्बन्धी ऐन 2021 को दफा 7 र दफा 8 बमोजिम हदभन्दा बढी